+2 टिचर भर्सेस स्कुल टिचरको बिचमा एउटा खतरनाक म्याच भइरहेको छ र यो बल आउट। जीवन सरबाट राम्रो पास विजय सरलाई र अर्जुन सरको राम्रो खोज्न सफल हुनुभएको छ र पवन सर र रामु सरले अगाडि बल बढाउन सफल तर आउट। राम्रो अति नै प्रतिस्पर्धात्मक म्याच भइरहेको छ। दुवै टोली 1-1 को बराबरीमा हुनुहुन्छ। ल आउट। राम्रो प्रयास र पवन सर राम्रो अर्जुन सर र यो बल आउट। अति नै राम्रो गेम दुईजनाको टोलीको बिचमा भइरहेको छ र यो शिवराज सरको खुट्टामा बल र कृष्ण सरलाई बल पास र यो बल ओके यो बल फेरि आउट जान सफल भएको छ र शिवराज सर र विजय सरलाई राम्रो पास तर यो बल किपरद्वारा राम्रो क्याच र टिमद्वारा स्कुल टोलीद्वारा छिटोभन्दा छिटो पास बल हुन सकिरहेको छैन। ल भेषराज सर राम्रो बल निकाल्न सफल तर यो बल राम्रो र यो बल अति नै सानो मिस्टेकद्वारा पवन सरले गोल हान्न सफल हुनुभएको छ। 2-1 को बराबरीमा 2-1 को प्रतिस्पर्धात्मक स्थितिमा रहेको छ अहिले। स्कुल टिम 2 गोल +2-1 र विजय सरले राम्रो फ्री किक हान्ने प्रयास गरिराख्नु भएको छ। हेरौँ र यो बल आउट जान सफल। राम्रो अति नै राम्रो म्याच र विजय सर र राम्रो अति नै प्रतिस्पर्धात्मक म्याच र अर्जुन सर ल राम्रो अर्जुन सरले राम्रो सुरज सरलाई निकाल्नु भएको छ र पवन सर उतातिर वेट गर्दै बसिरहनु भएको छ। ल र भेषराज सर भीम सर ल विजय सर राम्रो ल रामु सर तर यो बल आउट। राम्रो सुट हान्नुभएको थियो रामु सर। हाम्रो +2 टिमको मेसी भन्दा पनि केही फरक पर्दैन उहाँलाई र पवन सरले बल अगाडि बढाउँदै र यो बल ओ माई गुडनेस लेफ्ट खुट्टाले उहाँले हान्नुभएको थियो तर यो बल आउट गएको छ। अघि अति नै सुन्दर गोल गर्न सफल हुनुभएको थियो र राम्रो सुट कृष्ण सरद्वारा तर गोल हुन सकेन। ल राम्रो अति नै राम्रो गेम भइरहेको छ र यो बल विजय सरको टाउकोमा तर पवन सरले बल नियन्त्रणमा लिँदै तर फेरि पनि यो बल उहाँले आफ्नो नियन्त्रणमा लिएर गोल हान्न सक्नु भएन तर बल फेरि पनि आउट भएको छ। र अर्जुन सरको पालो विजय सरको हजुर र यो बल राम्रो ल सुरज सरको राम्रो प्रस्तुति ल फेरि पनि अति नै खतरनाक म्याच भइरहेको छ। राम्रो बल आउट। यो बल अति नै सुन्दर म्याच र यो बल फेरि पनि आउट भएको छ र शिवराज सरले राम्रो अति नै क्विक निकाल्नु भएको थियो तर फेरि पनि अर्जुन सरको खुट्टामा बल ओ राम्रो भेषराज सरद्वारा भीम सर ल ल यो बल आउट। फेरि पनि विजय सर राम्रो भीम सरद्वारा अति नै कडात्मक सुट ल र लीला सर यो बल फेरि पनि आउट। अति नै कडा म्याच +2 भर्सेस स्कुल टिम 2 +2-1 अहिलेसम्म स्कुलको टिम +2 टिममाथि भारी सुरज सरको खुट्टामा बल अति नै राम्रो सुट तर अलिकति डाइभर्ट भएर बल आउट गएको छ।
राम्रो कृष्ण सर अलिकति राम्रो भीम सर फेरि बेसरा सरको खुट्टामा बल पवन सरलाई दिने प्रयास तर बल आउट गएको छ +2 टिम आत्तिरहेको अवस्था हात भइरहेको अवस्था जीवन सर फेरि पनि बल आउट र शिवराज विजय सर फेरि पनि बल आउट ल फेरि पवन सर खुट्टामा बल र ब्राह्मण सर मेसी आउट आज मेसीलाई सबै कभर गरेर हान्न दिइरहेका छैनन् र फेरि पनि विजय सरको खुट्टामा बल राम्रो अति नै राम्रो प्रयास र कृष्ण सर र बल आउट गरिरहेको अवस्था अति नै खतरनाक म्याच +2 वर्सेस स्कुल टिम र पवन सर खुट्टामा बल अगाडि बढाउँदै सुरज सर खुट्टामा बल र फेरि पनि सुरज सरले बल अगाडि बढाउँदै पवन सरले यो बललाई गोलमा परिणत गर्न सफल हुनुभएको छ र अति नै सुन्दर गोल आज हार्ल्यान्डले जस्तै गरेर गोल पे गोल हानिराख्नु भएको छ पवन सरले अति नै खतरनाक गेम खेलिराख्नु भएको छ ल स्कुल टिम 3 +2 1 अहिलेसम्म अति नै भारी परिरहेको अवस्था पवन सरले अहिलेसम्म 2 गोल हानिसक्नु भएको छ र सुरज सर क्रिस्टियानो रोनाल्डो अनि हार्ल्यान्ड पवन सर यहाँ दुवैजना एकदम खतरनाक टोली स्कुल टिममा हुनुहुन्छ उतापट्टि मेसी भए तापनि मेसीलाई आज बेसरा सरले कभर गराउनु भएको छ र यो बल फेरि पनि आउट र शिवराज सर विजय सरको खुट्टामा बल र बल फेरि पनि शिवराज सरको खुट्टामा बल यो बललाई उहाँले गोलमा परिणत गर्न सफल हुनुभएको छैन यो बल आउट र बेसराज सर राम्रो सुट र आनन्द सर गोलकिपर अति नै खतरनाक गोलकिपर र शिवराज सरको खुट्टामा बल फेरि पनि र विजय सर अति नै खतरनाक भइरहेको छ यो स्कुल टिमको लागि यो हुनसक्छ शिवराज सर विजय सर ओहो राम्रो अति नै राम्रो डिफेन्स गर्नुभएको छ बेसराज सरले र यो कर्नर अति नै महत्त्वपूर्ण म्याच स्याटरडे म्याच होलिडे म्याच नेल बाइटिङ म्याच बेसराज सर ल फेरि पनि आउट फेरि स्कुल टिमकै तर्फबाट फेरि पनि स्कुल टिमकै फेरि पनि स्कुल राम्रो अति नै तर मिस्टेकले विजय सरको खुट्टामा बल र यो बल फेरि पनि आउट गएको छ ठिक छ अति नै कडात्मक म्याच अहिलेसम्म फेरि पनि ल कृष्ण सरले यहीँबाट म पनि आन्छु भन्ने विचार तर सुट हान्न सक्नु सुरज सर अब उहाँले निकाल्न सक्नु होला कि नसक्नु होला ल राम्रो छलाट गरिकन बल अगाडि बढाउनु भएको छ त्यो बल आउट गएको छ ओहो खाली थियो तर जीवन सरले यहाँ राम्रो डिफेन्स गरिकन आफ्नो टोलीलाई 1 गोल हुनदेखि बचाउनु भएको छ हैन ठिक छ जे भए तापनि बल अगाडि बढाउँदै सुरज सर राम्रो ल बल ओहो अपोनेन्टको खुट्टामा बल गएको छ बेसरा भीम सर ल कृष्ण सर बल आउट राम्रो अति नै राम्रो भीम सर ओहो राम्रो चान्स थियो +2 टोलीको लागि यो बल गोल हान्ने तर 1 टचमै बल हान्न खोज्नुभएको थियो तर डिफेन्स राम्रो अति नै कडात्मक म्याच 3-1 र पवन सर बल आउट अहिलेसम्म अति नै खतरनाक म्याच मजबुत म्याच 3-1 स्कुल टिम 3 +2 1
ल बेसराज सरले बल अगाडि बढाउँदै ओहो बल आउट राम्रो अति नै राम्रो बल ह्यान्ड ल राम्रो अति नै राम्रो प्रस्तुति फेरि पनि बल आउट ल हाम्रो अति नै आदरणीय गुरु हाम्रो जीवन ज्योति स्कुलको अति नै आदरणीय गुरु मिलन सरको पनि उपस्थिति यहाँ भइसकेको छ म उहाँलाई स्वागत गर्न चाहन्छु यो आजको जीवन ज्योति स्कुल भर्सेस +2 फुटबल म्याचमा सर केही भन्नु छ एकदम रमाइलो लागिरहेको छ उहाँ मर्निङ वाक गर्दै आज हाम्रो बिचमा गर्दै आउँदाखेरि आउन सफल भइएको छ त्यही पनि ठिक छ धेरै धेरै धन्यवाद सर र हाम्रो अति नै कडात्मक म्याच फेरि पनि यतातिर लाइभ तपाईँलाई म देखाउन चाहेँ स्कुल 3+2 1 विजय सर अति नै खतरनाक देखिनु भएको छ अहिले अब बल अगाडि बढाउन सफल ओ बेसराज ओ पवन सर बललाई कुर्दाखेरि अलिक गाह्रो भएको छ यहाँ र अति नै कडात्मक म्याच ल राम्रो अति नै सुन्दर ल कडात्मक म्याच बल ल राम्रो निकाल्न सफल ल राम्रो अति नै सुन्दर म्याच र फेरि पनि विजय सर खुट्टामा राम सरको खुट्टामा बल ल शिवराज सर मैले हान्दाखेरि बेसरा सरले हान्दाखेरि बल उता टच गरेको थियो त्यसै कारणले गर्दाखेरि ल बल फेरि पनि जीवन सरको खुट्टामा ओहो बल आउट जान सफल ल +2 टिम अति नै भयभीत अवस्थामा स्कुल टिमले अहिलेसम्म लिड लिइरहेको अवस्था र त्यो 3-1 को लिडलाई अगाडि गोल हान्न सक्नु होला नसक्नु होला ल रामु सरको खुट्टामा बल फेरि पनि कृष्ण सर ल फेरि पनि राम्रो सुट हान्नुभएको थियो तर धन्नै गोल हुन सफल भएको थियो तर हुन सकेन बेसराज सर ल पवन सर खुट्टामा बल राम्रो फेरि पनि पवन सरले 1 टचमै बल निकाल्नु भएको थियो तर त्यो बललाई धेरै अगाडि गएको थियो र फेरि पनि कृष्ण सरको बल खुट्टामा बल र फेरि पनि शिवराज सरको खुट्टामा बल के शिवराज सरले गोल गर्न सक्नु होला विजय सर फेरि राम्रो पास निकाल्नुभएको थियो रामु सर मेसी तर फेरि पनि कृष्ण सरको खुट्टामा बल फेरि पनि रामु सरको खुट्टामा बल फेरि पनि बल आउट धन्नै यहाँ कमेन्टेटरलाई टाउकामै बल लाग्ने जस्तो अवस्था भइसकेको थियो बल आउट ल राम्रो अति नै राम्रो प्रस्तुति ओह यो खतरनाक हुन सक्छ स्कुल टिमको लागि तर राम्रो अति नै कडा डिफेन्स स्कुल टिमको रहेको छ बेसराज सर र भीम सर र ल